खुट्टा टेको याल्लोमा ठिक छ अघि यस्तो म छु त्यस्तो हामी चाहिँ अहिले नयाँ बाटो बनाएर त्यो ठाउँ जाँदैछौँ पछाडि चाहिँ बोटे पनि आउँदैछ अनि हाम्रो राइडर चाहिँ इनड्राइभ गरेर जाँदैछौँ 1000 रुपियाँ चुनान लाग्यो ओ यो कुन चाहिँ बाटो कस्तो जगदीश बाटो रहेछ ओ त्यसले घुमाउन सक्छ कि सकिँदैन थाहा छैन च्यामाले त यति नि घुमाउन सकेन यार बाटो भ्यू यतिसम्म त जङ्गलको बाटो अहिले यो यहाँबाट उता खोइ कता हो बाटो चाहिँ दामी छ होइन हामी चाहिँ 10 वर्षपछि के अरे अस्ट्रेलियाबाट आएको साथीलाई भेट्न जाँदैछौँ होइन ऊ चाहिँ अहिले रेस्टुरेन्ट चाहिँ खोलेर बसेको छ त्यसकोमा चिया खान जाँदैछ केटाहरू हामी होइन हो कि नभने सुबोध होइन यतिसम्म त हुनु पऱ्यो यो भ्यू चाहिँ यस्तो बनाएको छ यता पछाडि के आउँदैछ मोरे राइडर हो नि यो त ए अरू के भन्नु चाहिँ यसको बारेमा हेर्नु अब कर्निङ हान्छ कर्नरिङ देख्यो टप दिउ त अब टक्क जाने हो होइन चियासा खाने हो भित्ता चढ्न मिल्छ भने भित्ता पनि चढ्ने हो के चाहिँ भित्ता चढौँ भन्ने क्या अब ल अब चाहिँ हामी जाँदैछौँ होइन गइरहेकै नै छु बाटोमै छ बाटो चाहिँ पुरै खडाङ खुडुङ छ केटाहरू आउँदैछ हाम्रो साथीले खाना रेस्टुरेन्ट खोलेको छ है इभन वाल क्लाइम्ब पनि गर्न मिल्ने छ हामीलाई चाहिँ फ्री होला है त्यहाँ गएर बुझौँला अब के हुन्छ भ्लग हेर्दै गर्नु होला अहिले चाहिँ हामी ओह्रालो झर्दैछौँ बाटो त यो पनि राम्रो छ होइन मोटे आएन भने कमी आएन अब चाहिँ त्यसलाई ओह्रालोमा चाहिँ लास्ट ढिलो गर्ने के आयो त्यो ढिलो गर्ने ल अब हामी चाहिँ साथीको रेस्टुरेन्ट जाँदैछौँ होइन के फ्रीमा खुवाउँछ त्यो पनि हेर्नुपर्छ अब फ्रीमा चाहिँ अन्तिममा हेरौँ खै भन्दैछ बर्गरदेखि सबै खुवाउने भनेर होइन हामीले के सब होइन दाल भात सब होइन के भन्छ नि थकालीदेखि लिएर सब खुवाउने कुरा छ अब हेरौँ गेटवे यही हो गेटवे एडभेन्चर चाहिँ हाम्रो साथीले ओन गर्छ होइन यु क्यान डु इट यस दिस ब्रदर कान्ट डु इट क्या यसले गर्न सक्दैन यो त्यो तर्सी पनि त्यतिकै डरपोक त ल हामी चाहिँ आइसकेका छन् होइन यता नाक यहाँनिर नाकमा ध्यान दिने होइन क्या स्कुटी चलाउन चस्मा चस्मा म त यही हो यो साथीले चाहिँ यो हाम्रो रेस्टुरेन्ट ओन गर्छ अब कस्तो नहेरेको यार यस्तो धनी मनी साथी यार ल यार के गरे यार हेर्दैन त यार केही कनेक्सनै भएन नि सम्बन्ध नै राम्रो फेरि एकचोटि फेरि ल कहाँ हो नयाँ फोन किने क्या हो अनि यार अब त्यो त नि अब बिस्तारै होइन ल अब साथीको रेस्टुरेन्टतिर जाँदैछौँ है भन्दैन नि मैले भने होइन रक क्लाइम्बिङ गर्नु लाग्यो केटाहरू सो ल अब हामी रक क्लाइम्बिङ गर्नु लाग्यो त रक क्लाइम्बिङ भित्ता चढ्नु जान्छ यहाँतिर अब त्यो हेर्दै जानु होला यो चाहिँ हाम्रो के अरे वाल क्लाइम्बिङको सबसे एक्सपर्ट हो होइन यता छ हाम्रो एक्सपर्ट कति नम्बर मेरो 28-29 समथिङ होला है मलाई थाहा नै छैन अब साइज 29 उसको जत्रै होला नि सुबोधको जति नै हो सुबोधको जति नै हुनसक्छ क्या
केटाहरू लाउँदैछ म पनि यहाँ लाउँदैछु सो ल हामी चाहिँ अब रेडी भइसकेको छ होइन चढ्नलाई अब म चाहिँ यहाँ प्रोफेसनल हो ऊ चाहिँ महा प्रोफेसनल एकछिन भिडियोमा देख्न सक्छ होइन के भन्नु छ भन न यहाँ छ एउटा प्रोफेसनल क्लाइम्बर नाक पनि बाँदरको जस्तो छ नाक सेम डिटु म चाहिँ अब मलाई चाहिँ भोट दिनु होला होइन सिम्बल चस्मा होइन तिम्रो चस्मा चाहिँ बाँदर हो तिम्रो नाक पनि बाँदर जस्तै छ सबसे बिगिनर बिगिनर यही हो कि यो त त्यतिको के भन्छ यो क्लाइम्बिङ सकेपछि वार्मअपको लागि अलिक खुल्लाउनुको लागि मलाई यता हुन्छ नि कोही हो प्रोटागनिस्ट नै अनि उयो भिडियो भनेको केटाहरू यता जाने भन्छ त यहाँ भन्दा नि ल अब यो भयो अब पहिला खुट्टालाई अब खुट्टामा उभिनुपर्छ यो भयो यो खुट्टामा उभिने यो खुट्टा हुन्छ नि तल यो खुट्टा पुस्यो यो खुट्टामा उभिने अर्को मान्छे प्रोफेसनल बाँदर जस्तो प्रोफेसनल God, thank you in advance. I'm going to hold it here. In advance, हो? हेभिङ चाहिँ नभनौँ हिल पनि नभनौँ फर्स्टमा मोर्दैन क्या यति त सिम्पल रहेछ है नर्मल रहेछ यति त चढिदिन्छ अलि यो चढ्नु लाउनुपर्छ अलि मलाई झार्नु यो झर्दाखेरि चाहिँ झर्ने बेला चाहिँ बडी ओर्ली लिनु भाइ किक गर्दै जाने क्या यो भयो वाललाई किक गर्दै जाने खुट्टाहरू बेन्ड नगर्ने यो एल्बम हुने खुट्टामा फर्मुला लगाएर चढ्ने क्या छोड्ने मतलब तलबाट उयो नभने चाहिँ केटोकेटी सधैँ तलै होला सिधै लाउनु हुँदैन यसमा फर्मुला लाउनुपर्छ होला है साइन थिटा कस थिटा इजिकल टु माथि थिटा जानुपर्ने हुन्छ यहाँ त्यो होइन त्यो हुँदैन कहाँबाट झरेर फेरि एकै दिनमा वान ल ल ल ल ल मेरो हार्नेसै लाएर चाहिँ एक बस त्यहाँ गएपछि ओइ तल झार्न हुनेले सकै जिम्बाले आफ्नो स्टोरी सुनाइरहेछ मन मान्छे लौरे हुने होइन लौरे हुन नसकेको लौरे सिम्पल हो यार नर्मल यो त क्लिपिङ हो नि त यो त सक्नु नि त हेर्दा चाहिँ त्यस्तो देखिन्छ होइन तर चढ्न सक्दैन कति सक्छ तिमीले मात्र सक्छस् लेट्स सी वार्म अप गर्न पुसअप गर्दैन ल भयो धेरै हात दुख्ला त्यहाँ अब झेन थियो झर्नेलाई निश्चय झर्नुपर्छ हो झर्दाखेरि अघि भर्खर भनेन नि डाइरेक्ट गरे गरे ल ब्रिटिस आर्मी हुँदै लाँदै भएन
अर्को लेभल ट्राई गरिदिनु यसको पहिला ट्राई गरिदिनु त ल खै यार बेस्ट अफ लक भन्न यार सकिहाल्ने त्यो केही नै रहेछ कति लाग्छ लाग्यो भोलिको दिन पनि दिएको सुनमा प्ले गर्नु मलाई उतादेखि यहाँ प्ले यहाँ बुझेको छैन यहाँ प्ले ए गेडा त यो मान्छे यस्तोमा एक्लो छ सट्टी सातो बोलाइदिनु पर्दैन कहिले ट्राई नगर्छु कि दिउँसोतिर आउन 12-1 बजीतिर खाली हुन्छ खाली त शनिबार र फ्राइडे चाहिँ आइज अरू दिन चाहिँ आइज ए फ्राइडे नि खासै त त्यस्तो हुँदैन एकचोटि यो ट्राई गर्नु म यो पछि बिस्तारै ह्यान्डसम तल हेर न यसको लागि ट्रेनिङ नै छ क्या पानी ल्याउँ म त्यहाँ पानी आउने हो कस्तो रियाक्सन डर चाहिँ लाग्दो रहेछ हो यार अझै माथि घन्टी भयो त अब त त्यसलाई लाग्दैन उसले देखिसक्यो नि हात छोडिदे यहाँ तल हेर्न ओइ झुन्डै राख्दैन दुइटै पछाडि हात ओइ अर्काउने पछाडि लिन ब्याक खोटे खान्छ पछाडि ढल्कन अलिक के गर मलाई अलिकति हाइटमा फोबिया छ क्या धोन चढ्न सातो गयो क्या त्यो माथिबाट बुढी झर्दा त यति ठुलो देखिरहेको क्या ल येल्लो ल ल जो हार्यो ल ह्यान्डसम बेट तोर सोध ब्लू चाहिँ ट्राई गर्नु जस्तो लाग्यो ल भाइ ल के बाजी खेल्ने ल प्लेटर बाजी के प्लेटर भने झर्ने बाजी सुस्तो जाँदो है चढ्दा चाहिँ लाग्दैन है झर्दा चाहिँ मुनि हेऱ्यो भने सुस्तो जाने क्या यो ट्राई गर्न यालो सक्छ ट्राई यसले सक्छ लाग्छ मलाई किन एक सर्ट हान्नुपर्छ अनि जोस आउँछ कि होइन भन्दा होइन त्यो त हो यहाँ अघि भन्नु मलाई तेरो जोस देखिसक्यो अघि नै साथी एउटा साथी गएको छ मेरो हो अहिले सेम फाइनल ए अहिले त फाइनल फाइनल पुग्यो होला अहिले त बोल्डनको खबर हेर्नु मेसेज आयो होला छैन हाले हेर्नु जितेर आयो भने त रमाइलो हुन्छ हेलो मात्रै छ ल पापा ए इजी झर्ने मात्रै डर लाग्छ मैले दिएर समाजले देखेँ भाइ सरी हुँदैन
खुट्टामा गयो पहिला अब खुट्टामा फर्मुला लाउनै पर्ने भयो बडी बलले गरेर अघि छ तेरो हात देख्छ धेरै फर्म लगाएर नै हो चेक गर्ने हो कि एकचोटि खोलेर पाए त्यही त बानी छैन नि त बानी भएपछि धागो बिना चल्छ ओए चाहिँ ब्लुमा छुइस है आएर देख्छ जाऊ त उता हेर्नु उता हेर त उता खुट्टा राख्नु जाउँछ अहिले देख्छ त राइट खुट्टा आउँदा माथि राख बारी बारी हात राखेको ठाउँमा छैन जुम पनि हाल्नु पर्यो लौरीसम्म पो पुगेको मान्छे हो अनि होइन नि फ्याँकेको हो नि त उसलाई त्यसो गरेन नि त त्यो के भयो नि त उमेरले साथ दियो त्यो उमेरले त्यो आफै नगर त्यसले गिभ अप त गिभ अप दिएको हो दुइटा हातसँगै राख त अब राइट खुट्टा माथि लगा दुइटा हातसँगै राख त छ्याट सुले त्यो सक्छ यार तैँले नेभर गिभ अप हो त्यसरी अब तिम्रो लेफ्ट खुट्टा माथि लानु ट्राई गर त त्यो माथिकोमा जान्छ ओइ स्पाइडरम्यानको त्यो ट्रेनको सिन जस्तो देखिरहेको त्यो काम छैन त्यो हर्कसम्म ओइ छोडिदिए सक्दैन अरे सुबोधले गिभ अप जान्छलाई छोड्दैन होइन सुबोधले बिस्तारै गिभ अप गर्ने मान्छे नै होइन कि चिटिङ म त पाउँछु भाइ कहाँ अड्क्यो हौ अझै लास्ट को त्यही तिनजना गेस्टहरू ए आयो नि होइन कसको लास्ट त्यही यस्तो गीत गी गरे हँसाउने मान्छेहरू हुन्छ क्या यता अघि बिस्तारै बिस्तारै ए अरे lowering down एकैचोटि आइदिएर मिलन यता हेर पहिला यालो पनि यो त चिटिङको भयो है ल आउँदैछ या चिटिङ पनि धेरै चिटिङ भयो यल्लो र ब्लू मात्रै ग्रेमा टेका छ हेर्दा मैले एक दुईचोटि मात्रै टेका थिएँ मिलन मैले एक दुईचोटि मात्रै टेका थिएँ यता यल्लोमा टेको यता फेरि ट्राई गर्ने ल चढ एउटासम्म त ल ठिक छ उता यल्लो छ राइटपट्टि उता खुट्टा टेको यल्लोमा ठिक छ खुट्टा माथि लेफ्ट खुट्टा ओके हात छोड्यो सुत बगी जस्तो म सुता जस्तो ओके lowering down अहिले चाहिँ हामी चढ्यो होइन लास्टै गाह्रो रहेछ सुबोधलाई कति लाग्यो होला गाह्रो देखाएर चाहिँ सजिलो चाहिँ हुँदैन यल्लो त लास्ट अलिकति एनर्जी नभएर हो कि न त माथि नर्मल हो नि होइन हस् धन्यवाद फाइनली चाहिँ हामी वाल क्लाइम्बिङ गरेर अब एकछिन मिलनले सुरुमै स्टार्ट हुनु बित्तिकै गिभ अप दियो होइन मैले त्यो आज एनर्जी थिएन नि त खानै नखाएर हो कि
अरे यहाँ फुल मुन जस्तो छ आज फुल मुन लागिरहनु रहेछ रुम त पर्सि हो र भोलि पर्सि नि त ल अब चाहिँ हामी जानु लाग्यो होइन अब चाहिँ हामी जानु लाग्यो होइन हाम्रो चाहिँ अब यो वाल क्लाइम्बिङ पनि सक्यो है साथीको पनि हाम्रो ओनर साथीको पनि काम सकेछ सो अब हामी जानु लाग्यो सुबोध कस्तो भयो त वाल क्लाइम्बिङ भनिदिउँ न रिग्रेट फिल हो कस्तो रिग्रेट यार त्यो अर्को छ भाइ हर्क सम्पाङ पनि भन्नु मिल्छ यसलाई चाहिँ ओइ हर्क सम्पाङ तँलाई चाहिँ आज कस्तो भयो त्यो नाति त नाति नभन् पनाति भनिदिए यार बरु पनाति भनेको थाहा छ ल ऊ आयो होइन अब यताबाट आयो है हाम्रो ओनर आयो अब ल हामी चाहिँ अब निक्लिन्ला अब नेक्स्ट ब्लग हेर्दै गर्नु होला अब हामी चाहिँ ल अब चाहिँ हामी बाटो घरतिर जाँदैछौँ है हाम्रो वाल क्लाइम्बिङ सेसन पनि सक्यो केटाहरू अगाडि छ हामी चाहिँ ल अब घरतिर जाँदैछौँ सो ल अब चाहिँ हामी होइन हिँड्दैछौँ है अब सुरुमा चाहिँ एउटा छक्का साथीको चाहिँ के अरे जार लगिदिनु पर्ने भयो त्यही लगिदिनु जानु लाग्यो हाम्रो राइडर चाहिँ भइहाल्यो अघि भर्खरै त्यो वाल क्लाइम्ब गर्ने बेला माथिसम्म पुगेको लौरे